सो हेलो गाइस, वेलकम टु माई न्यू ब्लग है। सो मेरो साथी पनि यहीँ छ होइन। त सबैजना सन्चै हुनुहुन्छ होला। हामी चाहिँ फेरि बिकिनी बिच हिँडेको होइन घुम्नलाई। बिकिनी बिच त अब बार बार काम परिरहेको छ। चलो भाइ चल्छ। त्यही भएर अन्त बिचै त्यस्तो छ होइन। अब संस्कारी बिकिनी बिच हो। अब जे भने पनि अब मनै भरिन्न के त्यहाँ गएर। तुम्हें अच्छा लगता है बिकिनी बिच में? हाँ, अच्छा नहीं लगता। अच्छा नहीं लगता है? ऐसा मत बोलो यार। तिमी फेरि बिकिनी बिच हिँड्न लागेको होइन काम परेर। त्यही भएर चाहिँ अब घाम त धेरै छ अनि गर्मी पनि अब त्यस्तै छ होइन। रमाइलो छ, रमाइलो त अब रमाइलो गर्नु नि पर्छ। यो चाहिँ यहाँको हाइवे है अनि यो चाहिँ स्कुल हो यताको। तर यहाँको चाहिँ सिस्टम चाहिँ सही लाग्यो मलाई। बिकिनी बिच जस्ट अन द वे छ होइन। यो चाहिँ भलिबल ग्राउन्ड हो। सो धेरै बनाउन त पाउँदैन होइन, त्यति अलाउड छैन जस्तो लाग्छ। अब फेरि दायाँ बायाँ यताउति भनिदियो भने जे हुन्छ होइन। काम गर्ने मान्छे हो, अब काम पनि गर्नु पऱ्यो, घर परिवार नि पाल्नु पऱ्यो होइन। त्यही भएर त्यो थियो होइन संस्कारी बिकिनी बिच भनेको यहाँ। यो चाहिँ मस्जिद भयो के अरे होइन। अन्त जताततै मात्र छ, गेस्ट हाउस मात्र हुन्छ यहाँ त। यो चाहिँ स्कुल हो। यो चाहिँ बर्को बुट्टा यहाँको। यहाँ चाहिँ यस्तो धेरै चमेरा छ नि, बाफ्रे। यहाँको चमेरा पनि फेरि यो चाहिँ हाम्रो साउको घरको सुगा हो होइन, पट्टु गरेर पालेको। ए रोजा, ए रोजा, यसको नाम चाहिँ रोजा। ए रोजा, रोजा। अब यहाँको हरियाली नै अब यहाँको शान हो होइन। अब कति राम्रो छ अब यहाँको ठाउँहरू। हेर्नु लाग्ने राम्रो ठाउँ। हामी चाहिँ डस्टबिन फ्याँक्न जान लाग्यो होइन। अब यहाँ चाहिँ कस्तो छ भने डस्टबिनहरू पनि अब आफू फ्याँक्नुपर्छ। अब यहाँ अरू ठाउँको जस्तो छैन। अब सेफ भन्यो या केही काममा आयो होइन, त्यही काम मात्र गर्ने त्यस्तो टाइपको छैन। अब सबै सटरदेखि लिएर गटरसम्मको हेर्नुपर्छ यता होइन। त्यही भएर मेरो भाइ पनि हुनुहुन्छ होइन। मेरो भाइ त्यही भएर एकदम परेसान हुनुहुन्छ यहाँ। यही हो, यता प्लास्टिक चलाउँछ डस्टबिन।
यस्तो छ ठाउँहरू उता फलामहरू राख्छ। त्यहाँ पनि एउटा आइल्यान्ड छ होइन, रिसोर्ट हो त्यो पनि। हामी चाहिँ अब डसम फेकेर हिँडेको है, यो चाहिँ साइडको समुद्रको साइडको। यतातिर हेर्दा बरु शीतल शीतल देखिन्छ, ठाउँ चाहिँ यस्तो छ होइन। इधर थोड़ा अच्छा है ना, इधर थोड़ा। यो ठाउँमा चाहिँ बढी माछाको बच्चाहरू चाहिँ धेरै आउँछ यता। राति आउनुपर्छ, सार्कहरू त खतरा हुन्छ। इधर से किधर, उधर छोड़ देगा ना आगे। अहिलेलाई यति नै होइन, अब जसको गाडी थियो उसको छोडेर आएको। अब बाँकी पछि हाल्दै गर्छु होइन। सबैजना आफ्नो ख्याल राख्नु होला। हस्त नमस्ते।